Welcome back. Sorry. Hello guys, welcome back to new video guys. आज हामी समोसा बनिदिएर हामी सबै देखाउनु पर्छ सबैजनालाई समोसा बनिदिएर हामी बाबा अनि मामा जाम उता नि ब्लग चलिरहेको उता अनि उता माथि पुगिसक्नु भयो म त एकदमै थकाइ लाग्यो कसरी जाने हो जान सक्दिन म त गाइज हेलो गाइज म पनि पछाडी छु गाइज उतापट्टि इन्डिया अहिले पछि हेर्न मिल्छ अहिले पछि भिडियो बनाइसकेपछि हेर्न मिल्छ हेर्नु होला गाइज अब हामी माथि पुगिसक्नु भयो उता बुवा हुनुहुन्छ हेलो गाइज आउन त आयो जान सकिन्छ किन गाइज उता आउन त आयो गाइज जान सकिन्छ किन ओर्लेर गाइज थकाइ लाग्छ हेर किन गाइज गुफा देखिन्छ बाघको गुफा होला गाइज थकै लागिसक्यो अगाडि बढ्न सकिन्न होला गाइज पुगिन्छ अनि पुरै सहर देखाउने बल्ल बल्ल चढेको अब झर्नु त सजिलै हुन्छ उकालो हो नि त अहिले चढेको हामीले गाइज उहाँ सब उता बसिरहन् क्या थैलाएर ब्लग चलिरहेको गाइज कच गाइज त किरा छैन त छोटो बनाउनु पर्छ कि ब्लग लामो बनाउनु 2-3 मिनेटको बनाउनु पर्छ हैन धेरै नै बनाउने गाइज उता दिदीहरू चढ्नु भयो अहिले हामी यता गाइज त्यहाँ भ्यू हेर्नु ल गाइज जाम वा धेरै लामो गाइज मेरो दाइने ब्लगर हो म पनि ब्लगर हो गाइज पुग्यो क्या पुग्नुला गाइज इन्डिया छ अहिले देखिन्न अहिले पछि गाइज गएपछि देखिन्छ अहिले त इन्डिया मजा अलिकति चढ्नै सक्यो होइन यार गाइज उल्टो बनाउनु भयो कि सुल्टो हजुरले उल्टो होइन सुल्टै हो उल्टो गरे मैले होइन कि त यस्तो देखिनु पर्छ नत्र उता यस्तो जान्छ मेरो थगेर यहाँ पनि नेट चलाइकन घर गएपछि अपलोडिङ गर्ने हो डाटा घर गएपछि अपलोडिङ गर्ने हो क्या यहाँ पुग्न लगाइस झन्डा देखियो नि उहाँ झन्डा देखियो नि उतै पुग्नुला गाइज हाम्रो दिदी उता थकेला गाइज ऊ पुग्नुला ऊ त्यहाँ मन्दिर यता इन्डिया रामसित देखियो यहाँ दिदी हुन्छ गाइज ऊ त्यहाँ नेत्रो भरे चन्द्रखानी बल्ल पुग्छ गाइज ऊ त्यहाँ देख्नु भएन होला मौलो लेखेर ऊ त्यहाँ हेर्नु गाइज भ्यू हेर्नु अनि गाइज उता इन्डिया गाइज पुग्नुला गाइज यस्तो अब पुग्नु गाइज उता
पुग्यौँ गाइस नखला तिमीले नखला किन कार खोल्ली मजा किन नखोल्ली खोल्दिनु नखोला के खोलिसक्यो किन मजा खाबु हुन्छ त्यो त जाने हैन होइन कि म त खोल्छु गर्मी भयो मम्मी आसी सोधेर बाबा यहाँ आउनु त यहाँ न यहाँ आउनु न यहाँ न यहाँ म डाउ खान्छु बनाइदिनु है ब्लग बनिरह त बनाइ यता देखाइदिनु गाइस मम्मी रोटी गाइस अब बल्ल बस्ने ठाउँ मिल्यो हालत खराब भइसक्यो गाइस बल्ल पुग्यो यहाँ के लेखेको यहाँ गाइस मम्मीहरू आउनुहुन्छ अनि सोध्ने के चप्पल खोल्नु भनेर मम्मु जुत्ता र मोजा खोल्छु है मम्मु जुत्ता र मोजा खोले हुन्छ अरे बाबाले भन्छ बाबा ले खोलिदिनुहुन्छ लोग बनाइदिनु त यहाँ जुत्ता खोल्नु पर्यो यो बनाइदिनु न म ब्लग बनाइदिनु रेकर्डै छ हेलो गाइज उहाँले चाहिँ जुत्ता खोल्नु भएको छ अब एकदम भगवानको भक्तिमा लाग्नुहुन्छ ल गाइज राउन्ड हान्ने आज मलाई गर्मी भएर कपडा खोल्यो क्या गर्मी भएर चाहिँ लास्ट कपडा खोलेको पूजा गर्ने हो उता गएर भ्यू देखाउँछु है गाइस हजुरलाई गाइस भ्यू गाइस यहाँ पुगिसक्यो यही हो पुग्छ पर रहेछ के देख्यौ पर्सन के बादर म त भिडियो बनाए बादरको भाइले बिचारा तिमीले भिडियो बनाउने गाइस भ्यू देखाउन त पाइहाल्छ बादरले झन् भ्यू जाउँछ बाबु पानी खान तिर्खला हा पानी खान्छौ अलिअलि खा सबै बाबु पानी तिर्खला होइन राम्रो पानी हो नाइ पुग्यो तिमीलाई सानो बाबु त्यहाँ भ्यू त्यहाँ बादर त्यहाँ गएर पानी खाऊ पानी पुगिन्छ गाइस भ्यू पानी चढाइदेऊ त्यहाँ पानी चढाइदेऊ उता मन्दिर पानी थोरै खाऊ तिर्खला खाके हिँडेर आउँदा तिम्रै भयो त्यो बोतल हनुमान देख्यौ ल बिल्कुल लगाएर यता खा नमस्ते गर है ल ढोका राख्दै गाउँ त कसरी ढोका चाहिँ ढोका नि हो सर बादर आइरहेको छ पहिला हो कि बादर ब्ल्याक हुन्छ देखाउँछ हैन यहाँ त बादरहरू देख्छ टिका लगाऊ
गाई जुत्ता हेर्नु त हट हजुर हट न कालो कालो झुन्डेर बस्छ त्यहाँ त गाई बाघ अनि भाग्यो अनि आफै बाघ जस्तो हुन्छ है अह पुरै कालो हुन्छ गाई बाघ जस्तै गाइज बादरको भ्यू चाहिँ नि बादर देख्यो भने देख्यो नदेख्यो भने नदेख्यो गाइज अघि म राउन्ड बादर नि आउँछ पल्लाएर बादर मामुले सोधेको मैले हुन्न बादर हेर्नु त गाइस भगवान गाइस भ्यू हेर्नु गाउँको भ्यू गाइस भ्यू गाइस त्यहाँ भ्यू हजुरलाई देखाउँछु काठमाडौँको भ्यू देखाउन पाइन त्यहाँ हेर्नु भ्यू नमस्ते गर्नु पर्यो हैन यतोबाट यसरी हिँड्नुपर्छ गाइस भ्यू खतरा है दीदी गाइस दीदी